नमस्कार मित्रहरू, आज हामी धम्मपदको आनन्द थेरलाई भनेको अर्को गाथामा जाउँ, जुन भगवानले यसो भन्नुभएको छ, अनुपवादो अनुपघातो पातिमोक्षेच सम्बरो मत्तन्युताच भत्तस्मिं पन्तञ्च शयनासनम् अधिचित्ते च आयोगो एतम बुद्धान शासनम। अरे हेर्नुहोस् है, अर्थ के रहेछ भने कसैलाई निन्दा वा हिंसा पीडा नगर्नु, प्रातिमोक्षका शीलहरू पालन गर्नु, आहारमा मात्राको ज्ञान राख्नु, एकान्त वास गर्नु र चित्त शुद्धिको निम्ति योग गर्नु, यही बुद्धहरूको शासन हो। र सबैले सुनेर यो कुरालाई पालन गरौँ। सबैको शुभ होस्, मङ्गल होस्, कल्याण होस्।